एउटा यस्तो कन्सेप्ट छ जुन कन्सेप्ट बुझ्नुभयो भने तपाईँले ट्रेडिङ आधा बुझ्नुभयो। धेरै जसो मानिसहरूले इन्डिकेटर भनिरहेका हुन्छन्, तर इन्डिकेटर भन्दा पावरफुल सपोर्ट एन्ड रेसिस्टेन्सको अध्ययन गर्नुहुन्छ। सपोर्ट एन्ड रेसिस्टेन्स चाहिँ प्राइस कहाँसम्म पुग्छ र कहाँ गएर फर्किन्छ भन्ने कुराहरूको निर्णय दिन्छ। यो बारेमा जानकारी दिनेछु, यो भिडियोलाई सेभ गरी प्लस आइकनमा थिच्नु होला। सपोर्ट भनेको एउटा यस्तो पोइन्ट हो जुन पोइन्टले चाहिँ त्योभन्दा तलपट्टि प्राइस जानको लागि रोकिरहेको हुन्छ। जस्तै बललाई माथिबाट फाल्दाखेरि जमिनले त्यो बिन्दुभन्दा तल जानलाई रोकिरहेको हुन्छ, त्यस्तै सपोर्टले पनि त्यो प्राइसभन्दा तल जानको लागि रोकिरहेको हुन्छ। र त्यस्तै गरी रेसिस्टेन्स भनेको एउटा यस्तो बिन्दु हो जुन बिन्दुमा पुगिसकेपछि प्राइस बारम्बार फर्किरहेको हुन्छ, त्यो बिन्दुभन्दा माथि प्राइसलाई रिजेक्ट गरिरहेको हुन्छ मार्केटले। जस्तै बल माथि फाल्दाखेरि घरको सिलिङले बल त्यहाँभन्दा माथि जान दिँदैन, त्यस्तै रेसिस्टेन्सले पनि प्राइसलाई त्योभन्दा माथि जान दिइरहेको हुँदैन। र अर्को मेन कुरा के छ भने जब सपोर्ट ब्रेक हुन्छ त्यो नै नयाँ रेसिस्टेन्स बन्छ, र जब रेसिस्टेन्स ब्रेक हुन्छ त्यो नै त्योभन्दा माथिल्लो बिन्दुको लागि नयाँ सपोर्ट बन्नेछ।